त्यो मैले यो पाकेको काँक्रोको अचार राख्न जाँदैछु। अब मैले जस्तो जाने त्यस्तै सिकाउँछु। हजुरहरूले नि बनाएर खान सक्नुहुन्छ है, छिटो मिठो। म अब यसलाई काटेर चाना चाना बनाएर सुकाउँछु है। मैले यत्रो यत्रो चाना बनाएँ। यसको यो गुदी फालेर अनि म तपाईँहरूलाई फेरि अर्को यो यसलाई देखाउँछु ल। गुदी फालेर म यस्तै बनाउँछु। मैले यसरी सानो सानो चाना बनाएर यसरी बनाएर काट्छु ल। यस्तै सानो बनाएँ होइन, सजिलो यसै। ल यसलाई मैले काटेर पनि सकेँ है। अब यसलाई मैले 2 घन्टा जति लगेर यसो घाममा राखिदिन्छु मात्रै। अनि बेलुका ल्याएर अनि म बेसेर हाल्नु पर्ला यसलाई। ल यसलाई चाहिँ धेरै त्यति राम्रो हुन्छ यो काँक्रोलाई। यो तोरी मैले मिक्सरमा पिसेर धुलो बनाउँछु है। साथै मैले यो तोरी र खुर्सानी पिसेको यो हालेँ है। मैले जति धेरै तोरी भयो उति मिठो हुन्छ अचार। अनि ज्वानो मेथी सोपको धुलो है। यो मैले धुलो हालेँ, मैले गेड हालिनँ। मैले ज्वानो मेथी सुपको धुलो यो बेसार हालेँ। त्यसपछि नुन। ल मैले अब यसलाई मजाले राम्रोसँग मोल्छु है। यो पुरै भुटेर हालेको यो पुरै कालो जिरा मेथी अनि सोप यो सबै मैले दाना नहालिकन धुलो हालेको छु है। साथी यो सबै रेडी भयो है। यसलाई अब म यो डिब्बामा राखेर है 1 हप्तापछि खाँदा ठिक्क हुन्छ। डिब्बामा राखेपछि यो डिब्बा खालेर राख्छु, त्यसपछि 1 हप्तामा खान मिल्ने हुन्छ है। ल तपाईँहरूले पनि बनाएर खानु होला। मेरो बनाउने तरिका अलग, तपाईँहरूको बनाउने तरिका अलग हुन्छ। हामीले यसलाई काँक्रोको अचार भन्छौँ है। तपाईँहरू के भन्नुहुन्छ? कतैतिर खल्पी के भन्दा रहेछन्। ल साथी अब यो मैले डिब्बामा राखिसकेँ। अब 1 हप्तामा खान मिल्छ है यो।